मैले बाडेको जात्राको कुरा गर्दै थिएँ हैन। अब हाम्रो जात्रा चाहिँ यसरी मनाउँछ है यो ठाउँमा। अब पुरै बाजाको साथ हैन, सब एरिया यो एरिया घुम्छ फर्स्टमा, अनि त्यो पछि चाहिँ मजाले खान्छ। अब यो बाजा बजाएर चाहिँ तल मन्दिरमा जान्छ, त्यसपछि बेलुकाको लागि प्रिपेयर्ड। अब हामी यता बाहिर चाहिँ आइसक्रिम स्टल जस्तै राख्दैछौँ हाम्रो। आज के हो हाम्रो? It's a jatra. So we are going to serve ice cream for the people visiting for jatra, and this jatra will be as sweet as this ice cream. ल दिदीले भने जस्तो स्विट हुनु पर्यो जात्रा पनि हैन। र हाम्रो यहाँ आइसक्रिम डिफ्रेन्ट भेराइटिजहरूको छ। कसैलाई चोकोबार खानु मन छ भने, कसैलाई कुल्फी लाइक्स कुल्फी, आइसक्रिम कोन्स अनि डिफ्रेन्ट टाइपको। अनि यसलाई पनि कोनमा हालेर खाने भयो हैन, यु क्यान हैन। सो एकदम मिठो छ, प्रिमियम कम्पनीको हो। सो हाम्रो बाडी गाउँमा आज जात्रा पनि छ हैन। त्यही भएर हाम्रो अन्डरग्राउन्ड एन्ड रुफटपमा आउनु चाहिँ बिर्सिनु भएन। सो के दिदी, वेलकम टु Underground and rooftop restaurant. ओके गाइस। अहिले जात्राको माहौल चाहिँ खतरा भइरहेछ हैन। हाम्रो त्यहाँ रथहरू दुईटा त्यहीँ राखिरहेछ। अनि यो हाम्रो गणेश देवता हैन, गणेश है हैन, के हो नसाध्य। अहिले यसको पूजा गर्नलाई राखिरहेछ। ल पान खाने भयो, आओ यहाँ मिठो मिठो लाइक चौरा, स्ट्रबेरी, अमला, जुत्ता होलसेलमा छ है। आज यहीँनिर हुन्छ बेलुका चाहिँ हैन सर? आज बेलुका चाहिँ यहाँनिर यस्तो खतरा होइन। अनि हाम्रो त्यो मैले भनेको थिएँ नि, दुईवटा भगवान्हरूको ड्र्याग रेस हुन्छ। एउटाले बाटो छ कि अर्को चाहिँ फुत्केर भाग्छ। त्यो चाहिँ हुन्छ आज यहाँ है। र यस्तो अब बच्चा बेला भए भए हामीलाई यस्तो कति मन पर्थ्यो, अहिले चाहिँ त्यति मतलब छैन। कोही त खाली छ त, बाजा बजा छैन। यहाँ गेम हुँदैछ होइन। नेम त बुझे या ल दाइ, कति रुपियाँ हाल्यो भने कति पाउने? ल सिंगल पर्छ, दुईटा परे डबल पर्छ। घोडामा 20को कति आउँछ? यहाँको कुरा चाहिँ होइन रहेछ होइन, यहाँको कुरा रहेछ यो, यहाँको कुरा रहेछ। घोडामा हुँदैन, सिंगल सिंगलले चाहिँ घोडा डबल हुँदो रहेछ। घोडा सिंगलले चाहिँ बुझे यिनीहरू प्रोहरू हो क्या। अभी मजा आएगा ना भिडो। खोइ घोडाको कुरामा हाल्यो मैले, घोडामा सिंगलले रहा नहीं जाता। खोइ कति घुम्यो यो, रोक्नु न एकछिन। रोक्छ हरामी हो रोक्छ भालेमा रोक्नु न। सबै मैले A few moments later. साठी रुपियाँ 25 दिनले पेसा डबल हाल्दैछ क्या भाइहरू। यहाँको जात्राको बारे अलिकति भन्दैन त? यहाँ हामीसँग आज फुलचोकी र हामीसँग श्वेतबारे छ होइन। ल अब यस बारेको आज अलिकति तैँले इन्फर्मेसन दिनु पऱ्यो कि, लाइक
किन आज हामीले जात्रा मनाइँदैछौँ? जात्रा त अब हामीले मनाउने भन्दाखेरि यो पुर्खादेखि आएको जात्रा हो। जा पूछ क्या ओ नाइस बनायो दाइ। ल मैले चाहिँ यही हो, यही आज राति यही बोक्छ यो र अनि यहाँ अर्को छ त्यो सायद माथिको फुल्छ कि हो, यो फुल्छ कि ऊ त्यो चाहिँ सुधबार। अनि आज यो बोक्नुपर्छ, बेलुका केटाहरूले बोक्छ दाजुभाइहरूले, अनि रेस हुन्छ अनि यस्तो मजा आउँछ हो कि होइन? हो मजा आउँछ। ल अनि यो चाहिँ बच्चाहरूले उचाल्ने। हेलो गाइस, अब बेलुकाको लागि रेडी हुँदैछौँ। तर लङ टाइम पछि हामी यसरी सोडा खाँदैछौँ। दाइ दाइ मिठो कुन छ एकदम बेस्ट? मिठो यिनीहरू भिडियोमा यिनीहरू त नुन अमिलो म कोला हाल्दैन, कतिवटा म त यो खाने, तिमीहरू कुन खाने? कसरी हो यिनीहरू? एउटा दुईवटा तिमीहरू के स्ट्रबेरी हो यो? कुन चाहिँ? म्याङ्गो छैन? म्याङ्गो पनि? ओए फ्लेभर फ्लेभर यो चाहिँ के हो? पेट्रोल हो क्या? म्याङ्गो म्याङ्गो म तपाईँ यो खाने? रेड पिङ्की पिङ्की तर यो स्ट्रबेरी हो क्या? पिङ्की strawberry. बार्बी बार्बी। आइसक्रिम छ? दाइ आइस हाल्नु है, आइस। आइस छैन नि। छैन? ल दाइ यो स्क्यान भयो त्यसो भए। दाइ चिसो खाउँ भने अलिक त्यसै हुन्छ नि यो। गर्मी महिना आइसक्यो दाइ, आइस टक्क हालेको होइन? दाइ तपाईँ हाम्रो यहाँ बाडेको जात्रामा पहिला नै आइसक्नु भयो कि भर्खर भर्खर आउनु? माथि उहाँ गोदावरी अनि यहाँको जात्रामा आएको छ, पोहोर पनि आएको छ। पोहोर पनि आउनु, त्यसो भए आइस हाल्नुपर्ने थियो। मैले पहिला आइस हालेको थिएँ। कोला तपाईँलाई एउटा होइन? अँ अरू म्याङ्गो हामी चाहिएको आज म्याङ्गोलाई के भन्दा स्ट्रबेरी ओए नाइस दाइ। दुइटा हाल्यो भने कति हो दाइ? दुईवटा होला 120। 120 खानु तिमीहरू? म त आइस अलिकति भए भयो, अलिक चिसो हुन्छ। तपाईँ आउने हो क्या? ओके कोलाको मलाई मलाई ओके थ्याङ्क यू। स्ट्रबेरी तपाईँ माछा बुझ्नु स्ट्रबेरी उसलाई मलाई म्याङ्गो। स्वाद चाहिँ मिठो छ, चिसो भएन क्या? अरे कहना क्या चाहते हो? अब हाम्रो पिङ्की बार्बीको पालो छ। पिङ्की होइन भने स्ट्रबेरी भने स्ट्रबेरी। स्ट्रबेरी, ओ माई गॉड स्ट्रबेरी। ओके हाम्रो सन्तोषलाई चाहिँ स्ट्रबेरी मन पर्यो होइन? राइट कडक मिठो। यसको म्याङ्गो बन्दैछ अब। म्याङ्गोको पालो। ओ बुचाएर चाहिँ भित्र तैँले खेलिस् कि खेल्नेस् गुच्चा? गुच्चा खेलिस् कि खेल्नेस्? निकालिदिनु यसरी हानेर हो निस्किनु। हेलो दाई, ह्याप्पी जात्रा। दाई आज हाम्रो बाडीको एक्सप्लोर हुनेछ। पिङ्की कस्तो त्यो टेस्ट? म्याङ्गो त लागेन। म्याङ्गो नै हो। तेरो तेरो कस्तो छ? मिठो छ? ठिकै जस्तो लागिरहेको छ, तर स्वाद चाहिँ अलिकति आएको छ। ठिकै छ। ओके अब एकछिनमा अब बनाउँछु म भ्लग। कति हो साउनी? साउनी कति रुपियाँ हो? आइसक्रिम खानु मन आयो पछाडि। ल है हाम्रो अर्को कस्टमर आउँदै हुनुहुन्छ। ल बाबु कुन खाने आइसक्रिम? ल भन। ल है आइसक्रिम, वी आर सेलिङ आइसक्रिम। कुन खाने बाबु? भेनिला, चकलेट, स्ट्रबेरी, बटरस्कच, 24 चकलेट चकलेट खाने रे बाबु। ल यहाँनिर हेर, यो यो झन् मिठो छ। ल बटरस्कच 90। ल आइसक्रिम आयो आइसक्रिम। रोहित भाइ होइन? ल थ्याङ्क यू, ह्याप्पी जात्रा। ल 90 थ्याङ्क यू। लिनुहोस्।
ल एन्ड द सेल है आइसक्रिम सेल भइरहेछ मजाले थ्याङ्क यू ह्याप्पी जात्रा बाई बाई हाम्रो कस्टमरहरू आउँदै हुनुहुन्छ आइसक्रिम आइसक्रिम खतरा डान्सर दिदी हो उहाँ चाहिँ होइन ल के कुन आइसक्रिम लिनुहुन्छ ल हेलो हेलो ल सेम सेम बट डिफ्रेन्ट आज बियर पनि अफरमा छ 4 किने 1 फ्री ल दिदी कुन आइसक्रिम खाने निकै कस्तो भयो त होली ल कन मिठो छ त्यो कर्नेटो पनि छ चोकोबारहरू छ जोस् आजको दिन चाहिँ आइसक्रिम नेक्स्ट लेभल सेल भयो क्या त्यही सबैभन्दा खुसी लाग्दो कुरा भइरहेछ क्या जोस् जात्रामा चाहिँ होइन टक्क बाहिर आइसक्रिमको स्टल राखिदिएपछि त आज 2 चोटि अर्डर भइसक्यो होला आज आइसक्रिममा है त यसरी नै आउनुपर्छ है आइसक्रिम खानलाई अन्डरग्राउन्ड एन्ड रुफटपमा र जात्रामा सबैभन्दा रमाइलो पन चाहिँ के हो भनेदेखि साथीहरू भेटिन्छ क्या यो र म चाहिँ स्कुलदेखिको साथी हामी होइन अब लगभग यो र म फेरि ब्याक पेपर पनि सँगै दिन जाने साथी हो क्या जिन्दगी पास भएन ब्याचलर चाहिँ होइन तर पनि केही छैन आज चाहिँ हामी जात्रा हेर्न आएको छौँ दुवैजना हाम्रो दाइहरू पनि जात्रा मनाउँदैछ होइन भोलि भेटौँला र जात्रा सुरु भयो होइन अब जात्राको माहौल यस्तो बवाल भइरहेछ यहाँको क्राउड बवाल क्राउड भएको है गाइस अब एकछिनमा यहाँ रेस हुन्छ हो क्या बवाल रेस र त्यो रेस म तपाईँहरूलाई आज देखाउन चाहन्छु है त डिफेक्ट भनौँ न माथि जान सकेन भने चाहिँ डिफेक्ट भयो क्या जितेन क्या त्यही भएर जात्रा चाहिँ अलि लङ टाइमसम्म हुनुको कारण चाहिँ यही हो क्या सकेन यो भनेको चाहिँ डिफेक्ट भयो होइन भाइ यस ए सके के उता फर्केन
सो तपाईँहरूलाई यो जात्राको मैले भिडियोहरू पुरै बनाएर राखिसकेँ होइन तपाईँहरूलाई कस्तो लाग्यो होइन इफ तपाईँहरूलाई हाम्रो जात्रामा आउनु मन छ भने मेबी तपाईँ होलीको भोलिपल्ट जहिले यहाँ जात्रा हुन्छ बाडेगाउँमा होइन सो थ्याङ्क यू फर वाचिङ र यस्तै भिडियो तपाईँहरूलाई म अर्को पनि ल्याइरहन्छु सो इफ यु वान्ट टु सी मोर भिडियोज सब्सक्राइब माई च्यानल युट्युबमा छ सो see you guys.